हेलो साथीहरू, के छ हालचाल? सबैको सोचको एउटा मात्र म्याच है, सुदूरपश्चिम भ्यास विराटनगर किङ। यो कहिले हुन्छ भन्ने सबैको सोच थियो होला, तर यो म्याच आज हुन्छ। आज अब केही समयमा 11:30 बजेबाट सुदूरपश्चिम दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेको आम्ने सामने यो म्याचमा हुँदैछ। र अर्को म्याच पछि हुँदैछ चितवन राइनोस भ्यास पोखरा किङको है। तर चितवन र पोखरामा को जित्छ, को आउँछ, को जान्छ त्यो थाहा छैन। तर हिजोको म्याचमा रोहित पौडेलले आफ्नो टिमलाई सेमिफाइनलमा भित्रै लगिसकेको जस्तो छ। सेमिफाइनलमा गएका टिमहरू र्याङ्किङको हिसाबमा सुदूरपश्चिम भइगयो, कर्णाली भइगयो, विराटनगर भइगयो। अर्कोमा सायद मेरो अन्दाजले लुम्बिनी लायन्स, जो रोहित पौडेलले हिजोको जित आफ्नो कायम गरेका थिए, त्यो टिम सायद भित्र आउन सक्छ है। तपाईँहरूको भन्नु के छ? र आज सुदूरपश्चिम भ्यास सबभन्दा मुख्य म्याच विराटनगर। यो म्याचमा कति एक्साइटमेन्ट हुनुहुन्छ अवश्य नै भनिदिनु होला कमेन्ट बक्समा, ओके। र पेजलाई र मेरो यो युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला।